What's up you all guys, welcome back to my YouTube channel. It's me Ranjit. So आज अलिकति बिजी शेड्युलले गर्दाखेरि मैले भिडियो बनाउन पाएको थिएन र आजको यो भिडियोमा चाहिँ म हैन भाटभटेनी जाँदै छु सामान किन्न सुपरमार्केटमा हैन र प्लस आज सामानहरु केही खानी डाइट सामानहरु सकेकोले गर्दा आज म भाटभटेनी जाँदै छु र सामानहरु किन्छु र धेरै पछि भिडियो बनाउँदा अलि अनकम्फर्टेबल पनि लागिरहेछ बजार एरियामा है मान्छेहरुले हेरिरहेको के भन्छ होला हैन तर केही छैन हैन सो लास्टसम्म भिडियो हेर्नु होला र म यो अहिले बाटोमा छु हैन म अटो चढ्छु र अटो चढेर म भाटभटेनीमा जान्छु अनि भाटभटेनीमा गएर सामानहरु किन्छु अलमोस्ट 4000 जति छ हेरौं कि कति सामानहरु आउँछ हैन र त्यसपछि हामी डिसाइड गर्नेछौं र हेटौडामा भाटभटेनी खुल्या लगभग 2-3 वर्ष भइसक्यो बट म एक दुईचोटी मात्र गएको छु के सो आजको भिडियोमा चाहिँ म सबै सिनहरु देखाउँछु र प्लस भिडियो राम्रो हुन्छ लास्टसम्म हेरेर साथ दिनु होला गाइस सो पहिला म बाटो काट्छु है बाटो काट्छु अनि अटो चढेर जानुपर्छ के अटो चढ्छु अटो चढेर अनि म भाटभटेनी तर्फ लाग्छु सामान सकेको नि धेरै भयो त्यही भएर पनि होला हैन म अस्तिबाटै सामान किन्छु भने हैन मैले जानै भ्याइरा थिएन के अनि आज चाहिँ मैले यसो सोचे अब भिडियो पनि बनाउँछु र प्लस सामानहरु पनि किनेर म फर्किन्छु भनेर सोचे हो आज ल नभन्दै अटो पनि त्यहाँ छ हैन नभन्दै अटो पनि त्यहाँ छ अटोमा चढ्ने अब अनि जाने अनि त्यसपछि म त्यहाँ भिडियोहरु सुट गर्छु सामानहरु के कस्तो पाइँदो रहेछ हैन कति एफोर्डेबल रहेछ भन्ने कुरा म भिडियोमा देखाउँछु लास्टसम्म हेरेर साथ दिनु होला है गाइस सो लेट्स गो सो हियर इज माय अटो जम्प सो गाइस हैन अटोमा म चढिसकेको छु र प्लस बिहान आज थाहा छैन भाटभटेनी सुपरमार्केट खुल्छ कि खुल्दैन त्यो पनि ग्यारेन्टी छैन तर हेरौँ के हुन्छ लेट्स सी व्हाट विल ह्यापन हैन सो गाइस यो चाहिँ हाम्रो हेटौडा है एकदम बिहानको भ्यू हेर्नु हैन एकदम बाटो खाली छ दिउँसो हुँदा त लास्टै प्याक हुन्छ तर बिहान भएकोले गर्दा त्यही पनि बिहान पनि धेरै नै प्याक छ अहिले खोइ के हो यो चाहिँ बुद्ध चौक सो बुद्ध चौकबाट हामी सिधै जान्छौँ अलिकति लगभग 1 किलोमिटर जति 1 किलोमिटर होला सायद 1 किलोमिटर जति सो गाइज फाइनली हैन अब हामी भाटभटेनी सुपरमार्केट आइसक्न थाल्यौं हैन सो गाइज आज चाहिँ भिडियोमा हेरौँ कस्तो सुपरमार्केट खुल्या छ कि छैन हैन सो गाइज भ्लग नहालेको नि धेरै भयो कामले गर्दाखेरि पुरै भ्लगहरु हाल्नै पाएको थिएन गाइज हैन सो आजको यो भिडियोमा चाहिँ म हैन सबै कुरा देखाउने छु प्लस हेरौँ ओट्सहरु सकेहा अनि हनीहरु त्यही हो खुल्या छैन है सो गाइज फाइनली भाटभटेनी आइयो र यही हो देख्न सक्नुहुन्छ पछाडि है यो भाटभटेनी र हाम्रो हेटौडामा रहेको अब हाम्रै हेटौडामा रहेको यो 3 वर्ष लगभग 3 वर्ष 3.5 वर्ष खुलेको भइसक्यो हैन र हेटौडामै बसेर हैन यत्रो भयो बसे तर हेटौडामै आफ्नो यहाँ हेटौडामै रहेको एउटा राम्रो भाटभटेनी राम्रोसँग हैन आएको थिएन म हैन प्लस आउन त आथे तर भित्र चाहिँ पसेको थिएन धेरै ओपनिङको दिन चाहिँ एकचोटि आथे हैन सो आज धेरै पछि म आछु सामान किन्न हैन गाइस सो हेरौँ कस्तो सामानहरु पाइन्छ र भाटभटेनी त एकदम निट एन्ड क्लिन छ है भर्खरै खोल्या हो बिहानको टाइम छ अहिले चाहिँ भर्खर 7:30 भयो
सो गाइज हामी भित्र जान्छौँ र भित्र गएर सामानहरू हेर्नेछौँ। धेरै त किन्दिनँ, जस्ट धेरै मान्छेहरू चाहिँ नआउँदैछ नि त अहिले मर्निङ टाइम हो नि त आउँछ बेलै भएन त भन्छ। अहिले त मान्छे घरको सबै आफ्नो आफ्नो काममा हुन्छ नि त बिहान मर्निङ अब घरको स्कुल बच्चाहरू पढाउनु पर्ने हुन्छ, खाना बनाउने के गर्ने बिजी हुन्छ नि मान्छे बिहान 10 बजे उता हो कि मान्छेहरू खाना त्यही गेटबाट बाहिर पछि छ होइन, बाहिर पछि छ होइन, यतैबाट जाउँ होला अब। यतैबाट जाउँ होइन। बन्द छ त सर। पुलिस आयो बाँकीको मात्र हो। सो फाइनली गाइज होइन, अब सामान किनियो र धेरैको होइन, जस्ट 1500 अलमोस्ट 1600 भनौँ, 1600को सामान, खाने डाइटहरू, घिउहरू, पिनट बटरहरू त्यति किन्यो। र अर्को कुरा चाहिँ के रहेछ भन्दा सामान त किन्यो बट भिडियो बनाउनु चाहिँ अलिकति अलाउड रहन्छ। त्यही पनि सोधेर हामीले अलिकति भ्लगको लागि हो भनेर होइन अलिकति भिडियो बनायौँ होइन। सो भित्र भिडियो बनाउने अलाउड रहन्छ। त्यही पनि हामीले गार्ड दाइलाई सोधेर अलिकति बनाउनु, सो हल्का गार्ड दाइलाई सोधेर अलिकति भिडियो बनायौँ होइन। सो त्यही हो गाइज होइन, आजको भिडियोमा चाहिँ यति नै हो र अलमोस्ट राम्रै लाग्यो, सामानहरू सबै पाइयो खोजा जस्तो र यति नै हो। र अर्को भिडियोमा चाँडै भेट्नेछु र अर्को भिडियो पनि राम्रो भ्लगहरू आउँछ। सब्सक्राइब गर्नु होला च्यानलमा नयाँ हुन्छ भने। गाइज यति भन्दै आजको लागि यति नै भन्दै नमस्ते।